प्रहलाद धन्यवाद साथीहरूले आज म एउटा परियोजना कार्य लिएर भएको छु। यो परियोजना कार्यको शीर्षक रहेको छ स्थानीय तहका एकल अधिकारहरू। स्थानीय तहका एकल अधिकारहरू निम्न छन्। नगर प्रहरी। नगर प्रहरीले हाम्रो सेवा गर्ने गर्दछ। नगर प्रहरी प्रायःजसो नगरपालिकामै नै काम गर्ने गर्दछ। सहकारी संस्थाहरूको सञ्चालन। नमस्कार साथीहरू, मेरो नाम अनुष्का भट्टराई हो। आज हामीले धर्मराजले दिएको परियोजना कार्य प्रस्तुत गर्न जानेछौँ। यो परियोजना कार्य बनाउनु हुने सदस्यहरू प्रमिसा केसी, प्रडिसन गुरुङ र रबिन केसीहरू हुनुहुन्छ। हाम्रो यो परियोजना कार्यको शीर्षक रहेको छ स्थानीय सरकारका 22वटा एकल अधिकारहरू। सुरुमा रहेको छ नगर प्रहरी। नगर प्रहरीले हाम्रो गाउँ सहरमा भएको चोरी डकैती र साना झैझगडाहरू सुल्झाउने गर्नुहुन्छ। त्यसरी त्यहाँ हाम्रो जिन्दगीमा धेरै महत्त्वपूर्ण भूमिका खेल्नुहुन्छ। एफएम रेडियो हामीले आफ्नो देशभरिको सूचना जानकारी प्राप्त गर्ने गर्दछौँ। स्थानीय करहरू। अर्को रहेको छ स्थानीय कर। कोही मानिसले पैसा छैन भने त्यहाँहरूले गराउनको लागि स्थानीय कर पनि स्थानीय सरकारकै एकल अधिकारमा पर्दछ। अर्को 100 वर्षसम्मको एफएम रेडियो सञ्चालन गर्न पनि स्थानीय सरकारमै पर्दछ। अर्को रहेको छ बाटो निर्माण। बाटोघाटो निर्माण र व्यवस्थापन पनि स्थानीय सरकारकै एकल अधिकारमा पर्दछ। अर्को रहेको छ ज्येष्ठ नागरिक र अपाङ्ग भएका मानिसहरूको ज्येष्ठ नागरिक र अपाङ्गता भएका मानिसहरूलाई उपचार गर्ने र त्यहाँहरूको जिन्दगी चलाउनको लागि पैसा पनि स्थानीय सरकारकै 22वटा एकल अधिकारमा पर्दछ। धन्यवाद। नमस्ते सबैलाई। आज हाम्रो सामाजिक विषयमा हाम्रो एकबाट एउटा परियोजना कार्य रहेको छ। यस परियोजना कार्यको शीर्षक रहेको छ स्थानीय तहका 21वटा एकल अधिकारहरू। स्थानीय तहका 22वटा एकल अधिकारहरूमध्ये पहिलोमा पर्दछ नगर प्रहरी, दोस्रोमा पर्दछ दोस्रोमा पर्दछ सहकारी संस्था, तेस्रोमा पर्दछ एफएम सञ्चालन, चौथोमा पर्दछ स्थानीय कर, पाँचौँमा पर्दछ स्थानीय सडक, छठौँमा पर्दछ स्थानीय सेवाको व्यवस्थापन, सातौँमा पर्दछ उपस्थित हुनुभएका मेरो साथीहरूको नाम दिव्याराज, विकल गुरुङ, विजय चौधरी हुनुहुन्छ। सरले दिएको परियोजना कार्य हामीले लिएर उपस्थित भएका छौँ। परियोजना कार्यको शीर्षक रहेको छ स्थानीय सरकारका अधिकारहरू। 1 नम्बर न्याय सम्पदाको भूमिका। 2 नम्बर नगर प्रहरी, गाउँ प्रहरी। 5 राजस्व सङ्कलन। नमस्कार, मेरो नाम छ विक्रम प्रभा। म कक्षा 6मा पढ्छु। म आज धर्मराज सरले दिएको परियोजना कार्य लिएर आएको छु। मलाई यो परियोजना कार्यमा सहयोग गरेको साथीहरूको नाम दियान्जु कामगर, रोशन बुढागोगर, निशा पौडेल। म स्थानीय तहका 22वटा अधिकार भन्न गइरहेको छु। 1 नम्बरमा रहेको छ कृषि तथा व्यवसाय। 2 नम्बर औषधि पसल सञ्चालन गर्ने अनि अनुमति दिने। 3 नम्बर भाषा, संस्कृति र ललितको विकास र एवं रेडियो सञ्चालन। नमस्ते, मेरो नाम आरती चौधरी हो। म कक्षा 6मा छात्र। आज हाम्रो धर्मराज सरले सबिना खड्का, मानिन्जो कामगर अनि झरना आचार्य। हाम्रो स्थानीय सरकारका अधिकारहरू। पहिलोमा रहेको छ नगर प्रहरी, दोस्रोमा रहेको छ सरकारी संस्था, तेस्रोमा रहेको छ न्याय सम्पदाको भूमिका, राष्ट्र
6मा रहेको छ कृषि पालन तथा पशुपालन, 7मा रहेको छ सडक कृषि तथा सिँचाइ, 8मा रहेको छ जलाधार तथा वन्यजन्तु र 9मा रहेको छ सबैजनालाई नमस्ते। आज हामी एक सामाजिक शिक्षाबाट एउटा परियोजना कार्य लिएर हजुरहरूको सामु उपस्थित भएका छौँ। यस परियोजना कार्यको शीर्षक रहेको छ स्थानीय सरकारका एकल अधिकारहरू। यसमा स्थानीय सरकारका एकल अधिकारहरू 22वटा पर्दछन्। पहिलो पर्दछ नगर प्रहरी, सहकारी संस्था, एफएम सञ्चालन, स्थानीय कर, स्थानीय सेवाको व्यवस्थापन, आधारभूत र माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाइ, स्थानीय बजार व्यवस्थापन, स्थानीय सडक, गाउँसभा, नगरसभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र माध्यमिक र मौलिक स्थलको व्यवस्थापन, स्थानीय अभिलेखन व्यवस्थापन, भ्रष्टाचार विरुद्धीकरण। नमस्ते। कक्षा 6को सामाजिक विषयबाट परियोजना कार्य स्थानीय सरकारका एकल अधिकारहरू। स्थानीय सरकारका एकल अधिकारहरू एक नम्बरमा रहेको छ नगर प्रहरी, सहकारी संस्था, एफएम सञ्चालन, ज्येष्ठ नागरिक, अपाङ्ग भए मेरा प्यारा साथीभाइहरूमा कक्षा 6 डाइरेक्ट छात्र जिसमा न्यानो अभिवादन। आज हामीले एउटा परियोजना कार्य लिएर आएका थियौँ। यस परियोजना कार्यमा हात हाल्ने मेरा प्रिय साथीहरू मानव खड्का, लक्ष्मण झुला र मन्जु बुढा। यस परियोजना कार्यको शीर्षक रहेको छ स्थानीय सरकारका एकल अधिकारहरू। नम्बर 1मा रहेको छ नगर प्रहरी, नम्बर 2मा सहकारी संस्था। सहकारी संस्थाले हामीले मद्दत पुर्याउने गर्दछ। नम्बर 3मा रहेको छ एफएम सञ्चालन। यसले हामीलाई विभिन्न समाचारहरू लिएर मद्दत गर्ने गर्दछ। नम्बर 4मा रहेको छ स्थानीय कर। नम्बर 5मा रहेको छ स्थानीय सेवाको